नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री सुशीला अधिकारी कुशलतापूर्वक आफ्नो कार्य सम्पादन गरिसक्नु अनुभवहरूलाई आजको यो कार्यक्रममा यहाँ अगाडि स्वागत गर्नु पाउँदा म हर्षले विमोल भएको छु। यहाँहरूकै सदिच्छा अनुरूप यस संस्थाले यसभन्दा अगाडि पनि समय र सम्बन्ध सकिन्न, कतिखेर के हुन्छ थाहा हुँदैन। घरमा ग्यास पनि लिक हुने भएको हुनाले हामीले एकदमै अहिले सिकियो भनेदेखि परेको बेलामा हामी समाधान गर्ने हामीले देखेका छौँ। मैले देखेको छु, समग्र नगरपालिकाले देखेको छ। त्यसैले यो संस्थालाई गर्नुपर्ने सहयोगहरू गरिरहेको छौँ। कुराहरूले गर्दाखेरि कार्यान्वयनमा धेरै समस्याहरू भएको तपाईँको माझमा जानकारी गराउन चाहन्छु। हाम्रो यसै प्रदेशबाट निर्वाचित हुने आदरणीय निवर्तमान श्रेष्ठज्यूबाट पनि यो भूतपूर्व सैनिकको लागि भवनको लागि प्रदेश स्तरीय 35 लाख रुपियाँ बजेट विनियोजित भएको कुराहरू तपाईँहरूलाई सरल दिँदैछ। प्रदेशमा काट्नुपर्ने पत्र गर्नुपर्ने समयले हाम्रो अध्यक्षज्यू लगायत सम्पूर्णले गरिरहेको मैले बुझेको छु। अहिले पनि तपाईँले हिजो जसरी क्षमता सहितको नेतृत्व गरेर देशको सेवा गर्नुभएको थियो, त्यसै गरेर यो समयमा लगायत हरेक समाजमा आइपर्ने समस्याहरूलाई एकजुट भएर जुझ्नको लागि र समस्या समाधान गर्नको लागि तपाईँको माझमा यो ट्रेनिङमा धेरै कुरा भन्नु छैन। यहाँहरूले 3 दिनको ट्रेनिङ लिँदै हुनुहुन्छ। अघि नै हाम्रो कार्यक्रम सञ्चालकज्यूले भन्नुभयो, हाम्रो उद्देश्य भनेको ठुलो होइन। हामीले भूतपूर्व सैनिकमा लामो समयसम्म काम गऱ्यौँ, त्यहाँ आफ्नै तरिकाले विभिन्न तालिमहरू पनि प्राप्त गऱ्यौँ। तर त्यो तालिम सधैँ एउटै कुरो चाहिँ सबै कुरो सधैँ जानिन्छ भन्ने कुरा होइन। त्यसलाई अलिकति पूर्णता कि ट्रेनिङहरू लिँदा चाहिँ अझै प्रभावकारी हुन्छ भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको हो। यसमा यहाँहरू धेरैजना सहभागी हुनुहुन्छ। यो सहभागिताले पनि के जनाउँछ भने सबैजनाले केही समय लाग्ने क्या, त्यतिखेरसम्म चाहिँ विपदको चाहिँ ठुलो रूप लिने अवस्था आउँछ। त्यो नहुन दिनलाई चाहिँ यहाँ पिकनिकदेखि लिएर प्रत्येक कार्यक्रममा उपस्थित हुन पाछु। मलाई एकदमै खुसी पनि लाग्छ। यो हाम्रो एउटै परिवारभित्र रहेर काम गर्ने मौका पाउँदा खुसी लाग्छ मलाई। म पनि एउटा भूतपूर्व सैनिककै छोरी पनि हो। मेरो बुवा पनि भूतपूर्व सैनिकमै हुनुहुन्थ्यो। मेरो श्रीमान चाहिँ प्रहरीमा हुनुहुन्छ। मलाई चाहिँ यो सैनिक प्रहरीले दुःख गरेको देख्दा चाहिँ यो दुःख सम्झिँदाखेरि चाहिँ उहाँहरूलाई सम्मान राज्यले गर्नुपर्छ भन्ने लाग्थ्यो। आज आफै सम्मान गर्ने ठाउँमा पुग्दा चाहिँ खुसी लाग्छ। यहाँहरूसँग सहकार्य गर्न पाइएको छ। यहाँहरू बौद्धिक वर्गहरू पनि हुनुहुन्छ। उहाँहरूको चाहिँ विविध कार्यक्रममा विभिन्न मौका पनि पाइयो। यहाँहरूले जुन सहयोग गर्नुभएको छ त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। विशेष त हाम्रो यो भूतपूर्व सङ्गठनले हाम्रो नगरपालिकामा मैले भने पहिला 2-3 वर्ष अगाडितिर पर्ने विभिन्न विपदको नगरपालिकाबाट दिने विपदको कार्यक्रममा पनि उहाँहरू समावेश हुनुभयो। धेरै कार्यक्रमहरू पनि उहाँहरूले लिन सफल पनि हुनुभएको छ र नगरपालिकासँग दैनिक रूपमा गर्नुपर्ने कार्यको पनि सहकार्य गरेर संवाद गरेर उहाँहरू अगाडि बढ्नुहुन्छ। हामीले पनि उहाँहरूलाई गर्ने सहयोग गर्ने प्रतिबद्धता गरेको चाहिँ केही स्वास्थ्यमा प्रब्लम भएको कारणले अहिले हामीले तत्काल टेन्डर पठाइहाल्न सकेका छैनौँ र जे होस् यो चैत महिनाभरिमा हामी यो टेन्डर पनि पठाउँछौँ र यहाँहरूसँग सहकार्य गर्ने विविध कार्यक्रम यो मात्रै होइन, यो मात्र भएको छ। त्यसको लागि हार्दिक धन्यवाद। यो कार्यक्रमको चाहिँ पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै यहाँहरूको साथमै रहने प्रतिबद्धता जनाउँदै मेरो भनाइ यहीँ अन्त गर्छु। नमस्कार, धन्यवाद। भयो यस्तै हो।
सम्बोधन पनि गर्नुपर्ने जस्तो लागेर मैले अब है खास गरी भन्ने हो भने नगरपालिका समितिको समन्वयमा हामीले गर्ने लागिरहेको काम हो। विपद व्यवस्थापन भन्ने कुरा नै यस्तो विपदको जुन सहभागिता हुन्छ यस्तो त्यति भएर पनि हामी आत्तिनुपर्ने अवस्था छैन। हामी एउटा सङ्गठित भएका छौँ, एउटा छ। तर हामी यत्रो सङ्गठित भएर चाहिँ यहाँ बस्दाखेरि पनि हामीले जसरी पनि बनाउँछौँ भन्ने हाम्रो दृढ सङ्कल्प छ। सकेसम्म राज्यले के तर के गरी हामीले एउटा 5 लाख रुपियाँ पैसा हामीले यत्रो दुःख गरेको नगरमा 5 लाख रुपियाँ पैसा छुट्याइदिनुहोस्, हामी एउटा देश दर्शन विपदको तालिम गराउँछौँ भनेर यसमा हामीले विपद व्यवस्थापन जोडेर भूसैनिक क्षमता अभिवृद्धि भन्यौँ। यसले गर्दा हामीले बाहिरको मान्छेलाई हामीले यहाँ जोडेको होइन। हाम्रो तालिम हामीले बिर्सेका कुराहरूलाई सिकौँ, केही हामीलाई चाहिँ होस् भन्ने हिसाबले चाहिँ हामीले यो तालिम अगाडि बढाउन खोजेको हो। अब त्यो कुराहरू सबैले बुझ्नु होला। अब फेरि त्यस्तै बजेट आयो भने हामीले चाहिँ अरू प्रत्येक वडाको चाहिँ आम नागरिकलाई वडाको 5 जना 10 जना कति पठाउनुहुन्छ, हामी यही शिक्षकहरू अथवा अरू अन्य शिक्षकबाट तालिम दिन सक्ने चाहिँ हाम्रो चाहिँ क्षमता छ। देखाउँछौँ, देखाउनु पनि पर्छ, त्यो आवश्यक कुरा हो। त्यो तालिम गरेको छु र त्यसै गरी ट्याक्टिकल लेभल सर्च एन्ड रेसियो भन्ने तालिम गरेको छु। बारेबाट तालिमहरू चाहिँ अब बारेमा बुझ्नुभन्दा पनि योग्य हो। एक किसिमको घटना हो, त्यो आगलागीबाट घाइते हुने, विस्थापित हुने त्यो घटनाबाट व्यापक रूपमा विकास भएर व्यापक रूपमा चाहिँ के गर्छ, क्षति पुर्याउँछ भने अथवा त्यसको असर हुन्छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ, विपद भन्छौँ। विपद प्रकोप नभइकन के हुँदैन, विपद हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। अब यो विपदहरू धेरै किसिमका छन्। एउटा बाह्य विस्थापित र एउटा आन्तरिक विस्थापित। जस्तो हामीले विभिन्न अरू देशहरूमा जाँदा पनि के छ भने रिफ्युजी क्लेम भन्ने हुन्छ। ती मान्छे जस्तो नेपालको लागि उदाहरण भुटानी शरणार्थीहरू हाम्रो नेपालमा बाह्य विस्थापित भनेर भन्नुपर्छ भने आन्तरिक विस्थापित भनेको चाहिँ जस्तो भूकम्प आयो, काठमाडौँमा भूकम्प आयो तर यहाँ हामी बस्न नसकेर के भयो, चितवनमा गयौँ या अथवा नवलपरासीमा गयौँ भने त्यो चाहिँ के हो, आन्तरिक विस्थापित हो। अब यसको पर्दैन, किनभने त्यो पुलिसले गर्ने काम अथवा पुलिस आएर गर्छ, यहाँ गर्ने बित्तिकै भोलि गएर हामीले अनेक बाधा अड्कन गर्नुपर्छ। भोलि गएर त्यहाँ हस्पिटलसम्म त्यसलाई पुऱ्याउनु पर्ला, अरू कुराहरू उसको कुरा नआउँदासम्म आफूले व्यवस्था गर्नु पर्ला भनेर त्यो झन्डै फसिन्छ भनेर। तर एउटा मान्छेको ज्यान बचाउनलाई होला आफू केही 1-2 घन्टा कुनै झन्झौटा फस्न गर्न पनि के हुन्छ, आफू त्यसले गर्दा के हुन्छ, जिन्दगीभर आफूलाई के हुन्छ, फल्ना व्यक्तिले गर्दा मेरो ज्यान बचाओ, बेला हस्पिटल ल्याऊ भन्ने कुरा उसले जिन्दगीभर सम्झेर कुनै ठुलो एउटा घाइते बिरामी सास फेरेको छैन, के छ सर हामीलाई ढुक्का बरु जस्तो पोजिसनमा छ त्यस्तै पोजिसनमा नचलाइकन हडताल नगरिकन त्यसलाई त्योभन्दा हायर सेन्टरमा पुऱ्याउने व्यवस्था मिलाएर यो भयो कि के गर्ने कसो गर्ने नराउनु। किन भन्दा कतिपय तपाईँको त्यहाँ भएको त्यही वरिपरि भएको त्यही मासमा जहाँ क्याजुअलिटी घटना घट्छ त्यहाँ वरिपरि मान्छे पनि कहिले फ्रस्ट्रेसन तानिने त्यहाँ साथी यस्तो यस्तो भएको छ र तपाईँले यता पुलिसलाई खबर गर्नु अथवा तपाईँले कुनै एम्बुलेन्स गर्नुहोस् अथवा तपाईँ यतिखेर आफू सुरक्षित छ कि हेर्नु पर्छ क्या, त्यहाँ एकदम दोहोरो भिड त भइरहेको छ। Put your other hand on top of the first and interlock your fingers. Keep your arms straight and lean over the casualty so your shoulders are over your hands. Press down hard to a depth of about 5 to 6 centimeters before releasing the 20 compressions per minute. The beat of the song Staying Alive can help you keep the right rate. Checking their response and be ready to start. Continue until help arrives. बस गर्दै तपाईँले जानेको कुराहरू मैले लिँदै र मैले लिएका कुराहरूलाई तपाईँहरू समक्ष पुर्याउँदै योगा आजको यो जुन एउटा क्लास हुन्छ एउटा क्लासको रूपमा नभइकन एउटा मनोरञ्जनको रूपमा अगाडि बढाउने गर्नेछु। यसको लागि हामीले साथ दिनुहुनेछ। म धेरै सम्बोधन गर्न छैन, यहाँ उपस्थित मेरा हाम्रो अध्यक्षज्यू लगायत सम्पूर्ण हाम्रो अधिकृतज्यूहरू साथ लगायत सबै यहाँ हुनुहुन्छ। अनुभवी शिक्षक तथा शिक्षार्थीहरू सबैजना हामी यहाँ छौँ। त्यस कारणले गर्दा म यो आजको विषयतर्फ अगाडि बढ्न चाहन्छु। सर्वप्रथम त तालिम हामीले जीवनमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा हामीले हामी जब हिँड्न सक्ने भयौँ त्यो बेलादेखि हाम्रो बुवाले हामीलाई हिँड्न सिकाउनु भएको छ। उहाँ शिक्षक हुनुहुन्छ, हामी सिक्दै थियौँ र हामी बोल्ने क्रममा हामी जन्मेदेखि ताते आमा मामा भनेर आमाले बोल्न सिकाउनु भयो। उहाँ शिक्षक हुनुहुन्छ भनेर आमाले सिकाउनुहुन्छ। त्यो सिकाउने गर्दै मान्छे
हामीले भान्सामा खाना पकाएर पालन गरेको छ धेरै पनि के समय ख्याल गरेर यति घोडासम्म मैले तब सक्छु यति घोडामा तब सक्छु एउटा सुरक्षा अप्नाउन हरेक सुरक्षा हामीले अप्नाउँदै गएका छौँ। त्यस कारण यसैसँग सम्बन्धी रहेर हाम्रो जीवनसँग सुरक्षा कसरी जोडिएको छ भन्ने विषयमा जिन्दा हिँड्दै हाम्रा नङ खुट्टेको हामीले थाहा पाउँदै हामीले चपाउँदै हाम्रो जिब्रो टोकेको हामीले बत्ती पाउँदै र हामीले गरेका के भएको छ म सेनामा सहयोग जाहिर भएको मान्छे भएको स्वतः पुलिस भनेको रहेछ त्यसलाई मैले आज मेरो यो 60 वर्ष मैले त्यसरी त्यसलाई गर्न सक्छौँ। त्यस कारण त्यो विषयलाई कन्ट्रोल गर्नको निम्ति हामीले मनको समस्या गर्छौँ। त्यसका साथसाथै हाम्रा चाहिँ अक्सिजनको कुराहरू हुन्छ हरेक कुराहरू अहिले भने अब यो समयमा बाढी पहिरो आउँदैछ तपाईँ युज नगरिदिनु होला भनेर हामीले चाहिँ बारम्बार हाम्रो समाचारबाट आइरहेको हुन्छ। हामी चाहिँ के भन्छौँ भने यो समाचार आएको रहेछ अनि अघिदेखि दाइ मलाई त डाइरिया भएको छ के गर्ने होला भन्नु एकचोटि यसो हाम्रो साइड ड्राइभरलाई भनिदिनुहोस् न भन्नु चालकको साइड चालकलाई अनि त्यो साइड चालकले भाइ यहाँ आउनुहोस् न एकछिन भन्यो पनि भन्ने के भएर दाइ अगाडि बढिरहेछ डाइरिया भएको छ अरे अब के गर्ने यसले यसको उपाय के छ भन्नु भन्यो होइन दाइ अब यो त एकदम हर्कसम्पन्नको एरिया हो उहाँले चाहिँ यहाँ पिसाब मुक्त एरिया घोषणा गर्नुभएको छ अझै भेटेटारबाट मोरा लाग्यो अनि बिचको टर्निङमा आइपुगेको थियो होइन दाइ मलाई त खप्ने गर्ने के गर्ने होला भन्नु अब के गर्ने त बहिनी भनिहाल मैले रिक्वेस्ट गरेको सुन्नुभयो तपाईँले भनेको कुराहरू भने अब के भने त एउटा उपाय बताइदिनुहोस् न भन्नु है अब बहिनीको एउटा उपाय छ भने के उपाय छ त अनि यो झ्याल यसो खोल्नुहोस् अनि पोइन्ट चाहिँ तल सार्नुहोस् भने क्या हो र दाइ भन्नु ए मरे ज्यान लिने धेरै मानिसलाई विस्थापित कहिलेकाहीँ के हुन्छ एकदम खडिरहेको अवस्थामा माटो र ढुङ्गाको सम्बन्ध जब विच्छेद हुन्छ र माटोमा कुनै पनि किसिमको चाहिँ रसहरू सुक्दै जान्छ अनि खुकुलो भएर के हुन्छ त्यो खस्किने कामलाई त्यो किसिमको पनि पहिरो हुन्छ। अनि अर्को के पनि हुन्छ भने अत्याधिक वर्षा भयो जमिन पुरै के भयो थलथल भयो त्यो अवस्थामा के हुन्छ आफ्नो ठाउँमा स्थिर अडिन नसकेर के छ भने मैले हिजो भने नेपाललाई पनि हामीले चारा त्यो बाहिर पर्न जान्छ। बाहिर नै फरक भएका मानिसहरू के हुन्छ आफ्नै घरसम्म खेल्दा पनि कहिले हुन्छ स्विमिङमा चाहिँ उसले चाहिँ यो सरले अघि पनि त्यो सरसँगै जोडिया छ यो तर म अझ यसलाई विस्तृत भनिदिन्छु। अब यसमा हामीलाई उद्धार गर्नु पर्यो नि नेपाली यस्ता छौँ क्या त्यति बेला हामीले पनि हुँदो रहेछ यो त मान्छे त्यसको उसको हर्क दिएले थाहा भयो मान्छे मरिसक्यो तर उसले ग्यास मात्रिरहेको छ यसो आर्ने अरू रुख पनि बगाउँछ तपाईँलाई पनि लिन्छ तर यसको बहाव बढेर वा त्यो रुख बगाएन भने त्यही रुख समातेर पनि तपाईँ बच्न सक्नुहुन्छ भन्छ क्या तरिका हो भन्ने भन्छ। अब जुत्ताउनु परेको छ है यसलाई भन्छ खास उत्तानो चाल बटरफ्लाई चाल तर तैरिने तरिका पानी आयो बाढी हत्यादेखि आयो तपाईँसँग लाइफ ज्याकेट लाउनु लाइफ ज्याकेट र हेलमेट लाउनु भयो भने पानीमा जता बगायो भने केही फरक पर्दैन। एक विभिन्न ठाउँमा छ उद्धारको बेला हामी गएको बेला यो चिजहरू देख्यो भने हामीले प्रयोग गर्ने हो क्या यो तपाईँको घरमा परेको हुन्छ डुबानमा परेको हुन्छ कहीँ बाढी साढी हुन्छ यो सामान त चिन्नु पऱ्यो नि। अब यसमा छ 25वटा केटाले 12जना मान्छे तार्छ। पहिला मान्छेहरू के गर्थे गाउँ पहाडतिर गाडी किन्दाखेरि चाहिँ ठुला उयोहरूमाबाट के हुन्छ गाडी तानिन्थ्यो क्या है म्याटिसको हामीले गएको छ भने म्याटिस अब आर्मीको मान्छे हामीलाई म्याटिस त्यो म्याटिस चाहिँ हामीले नर्मल 8वटा भयो भने एकजना मान्छे हामी सजिलै तरिकाले गर्छौँ। यस्ता पहिला पुराना बाँसको बन्डललाई चिरेर हामीले त्यसलाई त्यसरी बनाएर चल्छौँ है ल ल ठुलो त्यो तेलमा गेरिनेहरू छ त्यो गेरिने पनि हामी गर्छौँ त्यो चाहिँ माइनस सेम्बुसम्म अनि हामी के गर्छौँ योबाट तार्छौँ त्यति मात्र होइन ठुलो गेरिने गाडी पनि चल्छ है पहिला मान्छे रोड्नु हुँदाखेरि ल यहाँ तपाईँले देख्नु भएको छ त मैले अघि नै भने लाइफ बोइलिङ त्यहाँ लगाएको छ लाइफ जगत लगाएको छ अनि म्याट्रिसको बनाएको छ अनि यी भनेका चाहिँ के हुन् स्ट्यान्डर्ड स्विमिङ एड एन्ड इम्प्रोभाइज स्विमिङ एड यो दुईटै किसिमका के छन् स्विमिङ एडहरू छ र डुब्न थालेकोलाई अब के गर्नु पर्यो नसुने टाढैबाट गर्नु पर्यो मरेको पर्छ तर आफू बस्नु पर्यो पहिलो सेफ्टी आफ्नो भनेको छ हो आफ्नो सेफ्टी टिमको सेफ्टी अनि मात्रै भिक्टिमको उद्धार भनेको छ। तर तपाईँ छेउबाट गएर तपाईँले कुनै डोरी दिनुभयो बाँसको उ दिनुभयो भने त्यसले डोरी समात्छ आफू छेउबाट तानिन्छ है तरिका यो डुबेको मान्छेले के भने बाबु पनि चिरिएन त्यसरी छोरा पनि चिरिनु है तपाईँले उमा छ अनि चाहिँ लाइफ बोइलिङ स्टार्टिङ पनि हुनसक्छ अथवा गाउँघरमा हामीले गर्ने यस्ता हुन्छ नि अनि तपाईँले बाहिरबाट तान्नुहुन्छ डोरीको सहायताले उ आउँछ। राख्ने कुरा के छ भने
डुबिरहेकाहरूलाई बचाउन लामो वस्तु टुक्रा दिनुहोस्, यो भइसक्यो, लामो डोरी उद्धार गर्न सक्छु भन्नेमा चाहिँ त्यो पनि जलवायु परिवर्तनको कारणले गर्दा प्रकृति हजुरले राख्नुपर्ने अब पहिरो देख्यौँ त हामीले भनेर कसैले भन्छ माटोको पहिरो जान्छ त, त्यहाँ त रक छ नि, चट्टान स्टोन छ नि त्यहाँ त, त्यसमा गयो भने हिउँ जमेको छ भने हिउँ जाने, त्योभन्दा अलिक तलतिर जानुभयो भनेपछि के हुन्छ, पहिरो जान्छ। पहिरो चाहिँ हाम्रो पहाडी छ, पहिरो जान्छ, तर तराईमा पहिरो जान्छ, तराईमा डुबान हुन्छ, भाँसिन्छ र हरेक कुरा हुन्छ है। र पहिरोको परिचय के रहेछ भने माटो ढुङ्गा वा चट्टान वनस्पति वा बाँझा फुट्नु भनेको, बाँझा भनेको जुन भाग चाहिँ हामीले के छ चिरा पर्ने, जमिन चिरा पर्यो भने पानी छैन आउँदा अथवा जतिखेर पनि झर्न सक्छ, त्यो चाहिँ हाई रिस्क नै हो। आयो भने वा वर्षा नआइकन पनि के हुन सक्छ, ऊ आफू अटिन नसके साइनोसिस भयो हो कि त्यसलाई अक्सिजन पुग्यो होइन कि पानी पुग्यो होइन कि भनेर डाक्टर साहबले सुरुमा जाँदाखेरि के गर्नुहुन्छ, वार्तालाप गर्नुहुन्छ। तपाईँलाई के भएको, गभर्मेन्ट आउला जस्तो भएको छ कि खाना रुच्छ कि रुच्दैन भन्नुहुन्छ, चाहिँ के हुन्छ धमिलो आउने, माटो सहितको आउने, शुद्ध पहिला नआउने भयो भने त्यो त्यस पछाडि ढल्किएको जमिन अलि माथि तलतिर झरेको त्यस्तो भयो भने त्यो सब पहिरोको सङ्केत हो। यसको अर्थ के हो भने फेरि मेडिकलमा जोड्यो भने डिसलोकेसन भन्छ। तपाईँको हात चाहिँ यसरी सिधा थियो तर अलिकति हात बाँध्नु भयो भने चाहिँ के भयो, डिसलोकेसन भयो भन्ने बुझ्नु।